वाटरफल जाँदैछौँ होइन त्यो अनि यति रमाइलो गाउँको बाटो रहेछ गाउँको बाटो गाउँ आएको बाटो नरिवलका रुखहरू घाम लागेको भए यहाँको अर्कै माहौल हुन्थ्यो होला तर ठिकै छ शीतल छ मजा छ होइन यति राम्रो सानो बाटो तर जहीँ पनि पिच गऱ्यो है बालीमा चाहिँ पिच नगरेको बाटै छैन त्यस्तो सेलमाट डाटाङ Didesaminkan. What is this? The city? Muncak. Village. So we are only 38 minutes away from the waterfall. Wow. Rafting. Snack. I saw, yeah, okay. I understand now. Yeah. फल को एन्ट्रान्स में छु म अब यहाँबाट हामी अगाडि बढ्दैछु टिकट देयर एन्ड वी हैव टु पे इनसाइड इट इज अलरेडी लुकिङ ब्युटिफुल waterfall is on the right. Welcome to Tukad Kepung. Chepung. I think they said Chepung. Tukad Chepung. Chepung, not Kepung. Chepung. So statue alikati wide cha. Takes a walk. नहरको पानी कटाउनलाई त्यहाँनेरि घट्टाहरू राखिदिएको रहेछ वाटरफल पक्कै पनि सिधै हो अनि नेपाल जस्तै नै हो होइन तर यो ठाउँ चाहिँ स्पेसल्ली यहाँको यो सिमलीको पात पिडलाको पात यहाँको माटोको त्यो जुन हिलो हुँदाखेरि जस्तो हुन्छ अनि त्यस पछाडि यहाँ पाउने फुलहरू सबै हेर्दाखेरि चाहिँ यो चाहिँ A to Z केही फरक छैन यो चाहिँ नेपाल केराहरू होइन नेपालको जुन त्यो एउटा क्लाइमेट जुन नेपालको वनस्पति जुन एउटा कलेक्सन छ कटर होइन केही फरक छैन ल साँच्ची भने यहाँ यो ठाउँ चाहिँ 100% नै छ होला अरू ठाउँ पनि अलमोस्ट नेपालै हो होइन यो चाहिँ मलाई 100मा 100 नेपाल हो आई क्यान ग्यारेन्टी दिस झुक्याइदिँदा हुन्छ मान्छेलाई हामी नेपालमा छौँ भनेर पेपे टोयलेट पनि बनाइदिएको रहेछ साइडमा कस्तो मजाको हैन केराको बुङ्गो बिर्सेछौ तिमीले त बिर्सेछौ एकदमै बिस्तारै हिँड्नुपर्ने ठाउँ रहेछ यहाँ र कति रमाइलो डेभिस फल जस्तै गुप्तेश्वर गुफा जस्तै जस्तै केही जे पनि यो एकदम खोजमा एकदम सोचमा मलाई छिटो छिटो अगाडि बढ्न मन लाग्यो अब झर्ना आइ नै सकेको छ तर झर्नाभन्दा अगाडि पहिले यो खोल्सो देखाउन चाहन्छु जुन चाहिँ यतापट्टि छ मान्छेहरू त्यहाँसम्म पनि जान्छन् यताबाट चाहिँ राइटतिर जाँदाखेरि अर्को सानो मिनी झर्ना छ जुन चाहिँ राइटतिर छ तर अब मेन हामीले गएको चेपाङ के अरे चेपुङ चाहिँ यतातिर रहेछ ल एज यु नो मलाई जुत्ता लाउनु मनपर्छ त्यही भएर म लाउँछु मेरो फ्यान्सहरूलाई चाहिँ थाहा छँदैछ होला मलाई जुत्ता लाउनु मनपर्छ भनेर होइन जुत्ता लाउने मान्छे
रङ्गीन रङ्गीन सहर। यहाँनिर चाहिँ भगवानको प्रतिमाहरू मूर्तिहरू सजाएर राखेको मूर्ति भगवानलाई चाहिँ स्थापना गरेको यहाँ एउटा खोल्सीमा जुन हाम्रो देवी देउराली भन्ने कन्सेप्ट छ नि नेपालमा त्यो कुराहरू ठ्याक्कै यहीँ छ होइन। अथवा अब मैले त बुझि नै सकेँ बालीमा पनि हिन्दू नै परम्पराबाट आएको कुराहरू छन् होइन। त्यो कारणले गर्दाखेरि पनि हो। अगाडि बढ्दाखेरि यहाँनिर झरनामा नुहाएर पनि फर्किरहेछन् मान्छेहरू। हामी चाहिँ अगाडि जाँदैछौँ। र एकदमै जुत्ता चाहिँ अब खोल्नुपर्ने स्थिति आउन सक्छ तर आई विल ट्राई माई बेस्ट। आई एम ट्राइङ माई बेस्ट नट टु ओपन द shoes and I am successful. Thanks guys. माथि चाहिँ यस्तो छ है। दिदी बहिनी सरिसक्नुभयो दाइ बहिनी। अब सुरुङ मार्ग हुँदै हामी छिर्दैछौँ। ए ल यहाँ चाहिँ भिजिने रहेछ त्यही भएर हामी जाँदैछौँ। अब चाहिँ मेरो जुत्ता बज्दैन भन्ने मलाई थाहा छ। यो पानी परेको होइन, यो चाहिँ झर्नाको पानी आएर म भिजेको हो त्यहाँबाट। तर मेरो जुत्ता अझै भिजेको छैन, हटाइदिनुहोस्। र फाइनल्ली हामी आइपुगेको छौँ झरनामा, जहाँ चाहिँ खोलेर म झर्नामा जाने विचार गरिसकेको छु। त्यही भएर जुत्तालाई यहाँ राख्दै म प्रवेश गर्न चाहन्छु। लाई कन्भिन्स गरिसकेको छु अगाडिसम्म जाने, किनभने त्यहाँनिर अगर सफल अञ्चल चाहिँ आएको होइन होइन। हामीलाई पनि अलिकति हात पनि आयो। माथि यस्तो छ, हामी यहाँ
जहिले गएको मात्रै हुन्छ अनि उहाँ पुगेपछि चाहिँ सकिन्छ होइन त्यही भएर म यो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु जाने ए ल अर्को झर्ना गएर चाहिँ अन्त्य गर्न चाहन्छु है त बाई जुन चाहिँ त्यहीँनिर छ र त्यहीँ गएर देखाउने म प्रयत्न गर्छु यो वाटरफल यहाँ चाहिँ नुहाउने चक्क साबुन लिएर आएर होइन ढाड मिची नुहाउन मिल्ने खालको वाटरफल यहाँ रहेछ वाटरफलदेखि उतापट्टि के छ ओहो यहाँ त पानी जमाएको रहेछ रमाइलो बनाएको रहेछ के रहेछ बुझौँ यो पानी के उद्देश्यले जमाएको रहेछ यहाँनिर पानी खानलाई जमाएको हो या त के यहाँनिर धार्मिक महत्त्व छ केही न केही किसिमको रमाइलो चाहिँ छ र झर्ना छ यहाँसम्म मात्रै हो अघि ओह्रालो गयो त्यसरी नै अलि हामी उकालीमा पनि हजुर मोटर जाँदो रहेछ भनेर चढ्दैछौँ जाँदा पनि उकालो आउँदा पनि उकालो के हो यही गोब्रोले टल्केर गोरो भइरहेको छु म तिमीभन्दा म गोरो देखेको छु ल यहीँ मखमली खोइ मर्चमली वाटरफलको हिँडाएपछि गलेर हामीले चाहिँ यहाँ बनाना खाँदैछौँ लोकल भनेर अब यहीँ फल्यो होला होइन कति मिठो छ लास्टै मिठो छ अरे म पनि ट्राई गर्छु यता सकियो वाटर भ्लग उसलाई आम्रपाली आफकै शीर्ष Karomoni Hindu ceremony. ya Karomoni सो हामी चाहिँ त्यो वाटरफलबाट फर्किँदाखेरि यहाँनिर एउटा हिन्दू सेरेमनी लाखे जस्तै देख्छु ओहो लाखे बालीमा लाखे लाखे देखेको भएर कुदेको चाहिँ यहाँ म खिच्न आइरहेको छु लाखे चाहिँ होइन तर लाखे जस्तै रहेछ क्या यस्तो राम्रो होइन यहाँको जस हिन्दू सेरेमनी भन्यो होइन अनि मैले यहाँ आएर यसो हेरेको झन्डै लाखे जस्तै छ यहाँनिर हेर्दाखेरि यो गाउँ नै यति रमाइलो छ कि कुनै नगरौँ है Do you smoke? Yes, I am driver Bali. No alcohol, no ganja, no smoke. Yay! म जस्तै लाग्ने चिज यहाँ बेचेको देख्छु होइन तर यो चाहिँ टुना फिसको बनेको हुन्छ अरे डम्पलिङ चाहिँ सानसानो नै रहेछ तर माछाको सी फुडको हुन्छ My friend. Your friend taxi driver also? Yeah, taxi driver in Ubud.